ओहो ब्याजी के छ खबर? के आराम भन्नु हो ब्याजी, देशको अवस्था यस्तो छ। झन् यो दसैँमा धेरै वर्षपछि बाबुआमाको हातबाट टिका लगाऊ भनेको, घरमा बच्चा र बुढले आफू कहिले आउँछ भन्ने कुरी बसेका छन्। गाह्रो छ नि हो ब्याजी। सबै ठिक भइहाल्छ नि ब्याजी। बरु घरमा बाबा मम्मी भाउजूलाई मैले पनि सम्झा छ भनिदिनु है। आन्दोलन एकदम तीव्र गतिमा चलिरहेको छ। सबिनडोहरू हाइलाइटमा रहनु होला। आफ्नो र कार्यालयको खरसानाको सुरक्षा गर्नु होला। ओभर। संसार मेरो दैव है भनिदेऊ, दैव है भनिदेऊ, किन यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। के आराम भन्नु हो ब्याजी, देशको अवस्था यस्तो छ। घरमा बच्चा र बुढले आफू कहिले आउँछ भन्ने कुरी बसेका छन्। गाह्रो छ नि हो ब्याजी। म कहाँ छु, कोसँग जाँदैछु, आफैलाई थाहा छैन। कोही छैन सामु, दैवको खेला, जिउने कुनै चाह छैन। रीति मेरो कहाँ जाऊँ म, दैव है भनिदेऊ, दैव है भनिदेऊ, किन यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। आज मिति 2082 साल भाद्र 24 गते देशका विभिन्न क्षेत्रमा जेनजी आन्दोलन चर्किँदा तोडफोड र आगजनी हुँदा प्रहरीका धेरै कार्यालयहरूमा क्षति पुगेको छ। प्रहरीमाथि निर्घात कुटपिट हुँदा 3 जनाको मृत्यु भएको छ भने धेरै संख्यामा घाइते समेत भएका छन्। तपाईले सम्पर्क गर्न खोज्नुभएको नम्बर नसक्छु जिउन, नसक्छु मर्न, नछन् कोही मेरो यहाँ। हेलो बुढो, बुढो सरी भाउजू, मैले तपाईँको श्रीमानलाई बचाउन सकिनँ। टुट्यो सपना